ल है साथी हो, मैले चाहिँ जङ्गलमा मौरी देखेको होइन। मौरी देखिसकेपछि मैले चाहिँ ल्याउन आएको है। अब हेर्न सक्नुहुन्छ यो रुखमा चाहिँ बसेको थियो। हेर्नुहोस् है, यसरी चाहिँ मैले निकालेको छु। अब तपाईँहरूले यसो मौरी कतै जङ्गलमा देख्नु भएको छ भने चाहिँ यसरी नै निकाल्नु पर्छ होइन। निकाल्ने तरिका चाहिँ अब यही नै हो। यो चाहिँ मेरो छोटो घार हो। यो चाहिँ यसमा चाहिँ मैले मौरीहरू जङ्गलमा देखेँ भने चाहिँ लग्ने, त्यसमा त्यही घारमा हालेर चाहिँ मैले ल्याउने काम गर्छु। अब मैले तपाईँहरूलाई देखाएको छु है त साथी हो। अब तपाईँहरूले कतिपय साथीहरूले यो जान्नु भएको छैन भने चाहिँ यो केही कुराहरू यहाँबाट यो मैले गरेको कामबाट नि तपाईँहरूले चाहिँ सिक्न सक्नुहुन्छ। अब यो रुखमा थिएँ, यसरी चाहिँ निकालेको छु। अब मौरी नजाओस् भन्नको लागि चाहिँ मैले मेरो ज्याकेट चाहिँ भित्र नजाओस् भन्नको लागि यो ज्याकेट चाहिँ मैले दुलाहरू सबै बुझेको छु होइन। अब यो चाहिँ धुवादानी हो, धुवा दिएको छु होइन। अब माउरी चाहिँ सबै निस्केर माथि गइसकेको छ। यसै तपाईँहरूले चाहिँ जङ्गलमा देख्नु भएको छ भने यसरी चाहिँ ल्याउने प्रयास चाहिँ गर्न सक्नुहुन्छ। मैले यो गरेको काम चाहिँ तपाईँहरूले कस्तो लाग्छ होइन। कतिपय साथीहरूले नथाहा पाएको हुन सक्नुहुन्छ। यसरी चाहिँ निकालेर यसरी चाहिँ लग्नुपर्छ। अब त्यो घार चाहिँ हुनुपर्छ, लगेर वहाँ घारमा हाल्ने मौरीलाई घार लगेर जङ्गलमा जाने, त्यो घारमा लगेर खोलेर त्यो घारमा चाहिँ हाल्नुपर्छ होइन। नत्र भने मौरी चाहिँ आउँदैन। हेर्नुहोस्, यसै भित्र चाहिँ गइरहन्छ, अझै पनि यहाँभित्र गइरहेको छ। अब यसरी हो मौरी चाहिँ निकाल्ने तरिका। यस्तो चाहिँ जङ्गलमा यत्रो छ है, पुरा जङ्गली जङ्गल छ। यो जङ्गलको बिचमा चाहिँ मैले निकालेको हो। हेर्नुहोस्, यत्रो ठुलो जङ्गल छ होइन। जङ्गलमा देखिसकेपछि यो अब लगेर जानुपर्छ भन्ने चाहिँ मेरो उद्देश्य हो। वन जङ्गलमा छरिएर रहेका मौरीहरूले चाहिँ लगेर जानुपर्छ भन्ने मेरो उद्देश्य रहेको छ। हेर्नुहोस्, त्यही भएर चाहिँ ल्याउन आएको। हेर्नुहोस्, यहाँ यो घार हो। यो घारमा चाहिँ तन्न बसेको छ भित्र होइन। अब घार चाहिँ हुनुपर्छ साथी हो। जुनसुकै जङ्गल होस्, घार बगेर जाने, त्यसपछि घारमा लगेर चाहिँ हाल्नुपर्छ। चाखासहित हाल्नुपर्ने हुन्छ। चाखा दिएन भने चाहिँ मौरी फेरि निस्केर त्यही जहाँनिर छ उहीँनिर गइहाल्छ। चाखासहित घारमा हाल्नुभयो भने चाहिँ मौरी चाहिँ अवश्य पनि तपाईँले चाहिँ निकालेर लग्न सक्नुहुन्छ। अब चाखा हाल्नु भएन भने चाहिँ त्यो बच्चाहरू हुन्छ उसको होइन, उसको चाहिँ बच्चाहरूको मायाले पनि ऊ चाहिँ त्यो जहाँनिर मैले हालेको छु त्यो घार चाहिँ छोड्न सक्दैन कि उसले होइन। यो यहाँ चाहिँ हाम्रो बच्चाहरू छ नै भन्छ। त्यसपछि चाहिँ उसले माया गरेर बच्चाहरूको चाहिँ उसले पनि धेरै सुरक्षित र बच्चालाई चाहिँ हुर्काउनु पर्छ भन्ने उसको मौरीको चाहिँ कन्जेस हुन्छ होइन। अनि अब हामीभन्दा धेरै माया चाहिँ मौरीले उसको बच्चाले पनि गर्छ कि। त्यसै कारणले गर्दा चाहिँ निकाल्दाखेरि चाहिँ यसरी चाहिँ निकाल्नु पर्ने हुन्छ। अब तपाईँहरूले जाने, धक्के दोस्ने, त्यसपछि रुख काट्ने, त्यसरी चाहिँ गर्नुभयो भने चाहिँ निस्किन चाहिँ निस्किन्छ, तर अलिकति गाह्रै पर्छ तपाईँको। त्यति छिटो चाहिँ निस्किँदैन, ढिलो गर्छ। अब यो ट्याक्कै काटिदिनु भयो भने, चाखा निकालेर ट्याक्कै हालिदिनु भयो भने चाहिँ यो चाहिँ छिट्टै नै मौरी चाहिँ सबै निस्किएका मौरीभरि त्यही चाखामै जान सक्छन् है। यसरी नै हो तपाईँको निकाल्ने तरिका। वन जङ्गलमा देख्नुभयो भने यो मैले चाहिँ यसरी नै निकालेको छु होइन। अब यो चाहिँ ढोक्रो हो होइन, यसमा हालेर चाहिँ लगेर जानुपर्छ। मौरी कतै पनि बाटोमा नउरास भन्नको लागि है, यसरी नै लगेर जानुपर्छ साथी हो। अब किसान साथीहरूले चाहिँ यसरी नै कतै मौरी देख्नु भएको छ भने मौरीमा झ्याम्मिनु भएको छ, घोलमेल हुनु भएको छ, मौरी कसरी पाल्ने, के गरी मौरीलाई लगेर जाने, सुरक्षित कसरी हुन्छ होइन, त्यस्ता खालका अब नजानेका व्यक्तिहरूले पनि यसै गरेर अप्नाएर चाहिँ तपाईँहरूले चाहिँ
सिकाएको छु मैले। तपाईँहरूले चाहिँ यसरी चाहिँ गर्न सक्नुहुन्छ। तपाईँहरूले मैले देखाएको छु मौरी वन जङ्गलमा गएको मौरीले कसरी घरमा ल्याउने भन्ने एउटा तरिका तपाईँहरूले सिकाएको छु होइन। अब यो यसरी चाहिँ हेरिदिनु होला र कतिपय कुराहरू तपाईँहरूले पनि सिक्नु होला र मेरो छोटो छोटो भिडियोहरू आउँदै गर्छन् त्यसलाई चाहिँ फलो गर्दै जानु होला होइन। तपाईँहरूले चाहिँ ठ्याक्कै पाउनुहुनेछ यस्ता नयाँ नयाँ कुराहरू चाहिँ तपाईँले सिक्ने अवसर र मौकाहरू हरेक कुराहरू चाहिँ तपाईँहरूलाई सिक्ने अवसर मिल्नेछ। हेर्नुहोस् है त साथीहरू।